धन्यवाद दिन चाहन्छु। उहाँ प्रदीप कोने तमु हुनुहुन्छ, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष। यो तेस्रो कार्यकालको लागि भर्खरै मात्र निर्वाचित हुनुभएको थियो। उहाँलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी महासचिव हुनुहुन्छ बुद्ध गुरुङज्यू, यहाँलाई हार्दिक स्वागत सहित सम्मान व्यक्त गर्न चाहन्छु र फुलमालाद्वारा सम्मान व्यक्त गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी युजिएसए का संस्कार विभाग प्रमुख हुनुहुन्छ खड्क तेलमै तमु, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। क्षमा चाहन्छु, महासचिव बुद्ध रिला तमु हुनुहुन्छ है, यहाँलाई यो जानकारी गराइहाले। यसै गरी युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका महासचिव हुनुहुन्छ बुद्ध रिला तमु, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका संस्कार विभाग प्रमुख खड्क तेलमै तमु, यहाँलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। यसै गरी रोदीका उपाध्यक्ष हुनुहुन्छ सह लेम तमु, यहाँलाई हार्दिक स्वागत सहित सम्मान व्यक्त गर्न चाहन्छु रोदी टिमको तर्फबाट। यसै गरी युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका खेगी विभागका सचिव हुनुहुन्छ क्लेब्रिचिब अनिल टु ख्याब्री तमु, यहाँलाई हार्दिक स्वागत छ, सम्मान व्यक्त गर्न चाहन्छु र फुलमालाद्वारा उहाँलाई बधाई ज्ञापन गरिदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैजना युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका क्षमा चाहन्छु, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका कोष अध्यक्ष आदरणीय सोम कोरमछे तमु, यहाँलाई यो अर्थ बोकेर हिँड्ने मान्छेलाई चाहिँ अलिकति क्षमा चाहन्छु। युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका कोष अध्यक्ष सोम क्रोमछे तमुज्यू, यहाँलाई फेरि पनि रोदी टिमको तर्फबाट हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैजनाको नेपाल बसाइ सुखमय रहोस् र यहाँहरू जुन उद्देश्यले नेपाल आउनु भएको छ त्यो एकदमै उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना पनि रोदी टिमको तर्फबाट यहाँलाई व्यक्त गर्न चाहन्छु। यहाँहरूले युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाले यसभन्दा अगाडि पनि रोदीको 100औं श्रृङ्खला छायाङ्कन गर्नको लागि ठुलो आर्थिक सहयोग सहितको भौतिक रूपमा पनि उहाँहरू उपस्थित हुनुभएको थियो। यहाँहरू सबैजनालाई फेरि पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र रोदी टिमको तर्फबाट यहाँलाई हृदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। आज हामी समक्ष हुनुहुन्छ रेडियो नेपालका प्रादेशिक प्रसारणका रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र पोखरा गण्डकीका उपप्रमुख हुनुहुन्छ आदरणीय दिदी शान्ति गुरुङज्यू, यहाँलाई रोदीमा हार्दिक स्वागत गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय दिदी उहाँ आफैमा गायिका, गीत सङ्गीत पनि आफै गर्नुहुन्छ। दिदीको थुप्रै गुरुङ गीतहरू हामीले धेरै पहिलाबाट सुन्दै आएका थियौँ र आज हामी एकदमै गौरवान्वित छौँ। यहाँको उपस्थितिले रोदीको गौरवलाई अझ उच्च बनाउनेमा हामी ढुक्क छौँ। दिदीलाई धेरै धेरै धन्यवाद छ। यसै गरी आज रोदीमा ठाडो भाका गाउनको लागि, यो आँगनमा ठाडो भाका गाउनको लागि लमजुङबाट आउनुभएको छ ठाडो भाकाका सर्जक आदरणीय दाई अमरध्वज गुरुङज्यू, यहाँलाई जोरदार तालीले स्वागत गर्न चाहन्छु। उहाँ प्रशिक्षक पनि हुनुहुन्छ ठाडो भाकाका। यसै गरी रोदीका नियमित कलाकार हुनुहुन्छ ठाडो भाकाका गायक लोकदोहोरी का गायक हुनुहुन्छ टस बहादुर गुरुङज्यू, यहाँलाई हार्दिक स्वागत छ। यसै गरी नियमित कलाकार हुनुहुन्छ रोदीका प्रशान्त तामाङज्यू, यहाँलाई हार्दिक स्वागत छ। यसै गरी तिमीलाई थाहा छैन न्यौरानी तप्त कास्की लमजुङ गोर्खा तनुङ खेली हिँड्ने माता खाए फलम खालाई तिमी जस्तोलाई कति गरे नराम लमजुङेलाई चिसो पानी तनहुँलाई खोइरो गोर्खालीलाई बहतास
कतिको भान्छे हामी जस्तो नौजवानलाई नरन गरी हिँडिरहेको मान्छे सिम्पाते सिउँलाई किन लायो तिमीलाई लम्जुङमा लमजुङको जिल्ला डाँडा र काँडा माया बाटो छ ओराली